अर्को भ्लगमा म थिइनँ होला थिएँ जस्तो लागेन मलाई। अब हेर्नु गाइस सनन्द भन्ने मान्छे चाहिँ दादालाई बोलाउनु गएको छ है। म चाहिँ यहाँ मोबाइल पाएको भएर भ्लग बनाउन पाएँ। हेर्न सक्नुहुन्छ गाइस। अब हेर्न सक्नुहुन्छ गाइस। अब म चाहिँ छाडी कुरा बोल्दिनँ भाइ साथीहरू। अब हेर्न सक्नुहुन्छ गाइस। म बोल्न त बोल्छु तर नयाँ स्कुलमा भर्ती भएको छु। म चाहिँ अब भोलिदेखि इन्डिया सर्ने कुरा चल्दैछ भाइ। हेर्न सक्नुहुन्छ गाइस। यो चाहिँ मेरो गाउँको मुर्दार भनेर भन्दिनँ। अब हामी तपाईहरुलाई के कमेन्ट दिनु मन छ? यो चाहिँ मेरो गाउँको काले धोती हैन गाइस। यसले भन्न खोजे मतलब चाहिँ म गोरो छु रे। अब काले धोती गाइस काले धोती। हेर्न यसले भन्न खोजेको मतलब चाहिँ गोरो धोती। चल गाइस सिरियस साला यो चाहिँ गोबर हो। हेर्न सक्नुहुन्छ गाइस। यसले भने अनि यसले मलाई यो गाइसहरु यहाँ दुईजना हेलो गाइस सुन्न सक्नुहुन्छ? हेर्नु गाइस अब हामी हाम्रो गाउँको क्रिस्चियन केटीहरू देखाउँछौँ। तपाईहरु राम्ररी हेर्नु होला। एउटा केटा पनि छ दुईटा केटी छ एउटा केटा छ गाइस। अब हामी तपाईहरुले राम्रो कमेन्ट हान्नु होला। नराम्रो त भन्दिनँ गाइस। अब सिरियस पागल भनेर कमेन्ट हान्नु होला गाइस प्लिज। मेरो सब्सक्राइबर घटेको छ गाइस हेर्न सक्नुहुन्छ। अब तपाईँ मेरो च्यानललाई के भन्न चाहनुहुन्छ? तेरो च्यानल तिनीहरूलाई सोधेको के भन्छ यिनीहरू तपाईँ के भन्न चाहनुहुन्छ? हेलो यो हाम्रो गाउँको भाइ हेर्न सक्नुहुन्छ? हेर न भाइ यहाँ यो पनि हाम्रो गाउँको मुर्दार हो। यो चाहिँ चिटिया हो चिटिया। हेलो गाइस यिनीहरू चुतिया हो सबै चुतिया छन्। यहाँ दुईटा चुतिया पनि घुमिरहेको थिए दुईटा कुकुरको चुतिया। ल गाइस भिडियो यही एन्ड हुन्छ। ल गाइस थ्याङ्क यू।